हजुरहरूलाई स्वागत छ आजको न्यू भ्लग। सन्चै आराम हुनुहुन्छ होला, म पनि एकदमै सन्चै नै छु। अनि आज चाहिँ के भिडियो लिएर आयो त भनेर अलिकति हाइलाइट थम्बनेलतिर हेरेर पनि थाहा पाइसक्नु भयो होला। हामी जाँदैछौँ गुप्तेश्वर मन्दिर अनि पातलो छाँगा भन्ने दुई ठाउँमा आज हामी एकै दिन घुम्ने भनेर सोचिरहेको छौँ। त्यही भएर हामी चाहिँ अब जान्छौँ अहिले एकछिनमा रेडीहरू भएर। अनि हेर्दै गर्नु होला त्यो ठाउँ। म गए सँगसँगै हजुरहरूलाई पनि अलिअलि क्लिपमा देखाउने नै छु। अनि गुप्तेश्वर मन्दिरमा चाहिँ त्यो भित्रभित्र छिरेको चाहिँ भिडियोहरू बनाउनु मिल्दैन भन्दै हुनुहुन्थ्यो। अब मिल्ने खुसुक खुसुक थोथोरै बनाउँछु, हजुरहरूले हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। फर्स्ट टाइम मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। यहाँ घाममा बसेर होला। म चाहिँ नि यहाँ आजको भ्लग चाहिँ यस्तो ठाउँदेखि स्टार्ट भइरहेको छ। यहाँ म चाहिँ त्यत्तिकै आएको थिएँ। म चाहिँ अहिले यहाँनिर यसो खेल्नको लागि आएको थिएँ। अब चाहिँ घर जान्छु। घरमा गएर चाहिँ खाना खान्छौँ। खाना खाएर रेडी भएर चाहिँ हामी पाँचजना, बुनु, म, भाइ, आन्टी, अङ्कल, हामी पाँचजना भएर चाहिँ जान्छौँ घुम्न। सो गाइस अहिले चाहिँ हामी निस्केको। मेरो बाबाले चाहिँ इन्भाइट होइन इनड्राइभ कि खोइ के जे भयो भने पठाऊ त्यस्तैकोबाट हामी चाहिँ जानुपर्ने हुन्छ त्यो ठाउँ। रिजेक्ट गर्नु यो लाइन पार गरेर जानुपर्ने छ अगाडि। कहिले पुग्नु? पानी खोर आम मान्छे त के जाने हो यता यो साइडबाट यति भित्र छ कि यति भित्र छ कि खास यस्तो दुःख गरेर आएको चाहिँ यही हेर्नको लागि। राति भएको छैन, दिउँसो छ है, हेर्नको लागि माथिदेखि आयौँ। तर रियलमा चाहिँ यस्तो कस्तो डरमर्दो खालको छ, तर भिडियोमा चाहिँ खासै राम्रो देखिन्न। लास्टै राम्रो लाग्यो मलाई। झर्ना फोटो भिडियोहरू खिच्न पाइँदैन भनेर माथि लेख्नु भएको थियो, तर हामीले त खिच्यौँ। अब चाहिँ हामी फर्केको। सो गाइस हामी चाहिँ त्यो भित्रबाट पनि आइसक्यौँ। यति धेरै गर्मी छ कि ज्याकेट खोलौँ भने पनि बोक्ने कसरी, त्यही भएर लाएर हिँड्नु पर्यो गर्मी भयो भने। बल्ल बाहिर यहाँ माथि आयौँ।
गर्नु यस्तोले बनाउँदाखेरि राम्रो आउँछ नि यस्तरी बनाउँदा नराम्रो आउँछ फोन त्यही हो मान्छे त्यही हो के हो त्यो ठाउँबाट फेरि अहिले चाहिँ हामी अर्को ठाउँमा जानु लागेको छ यता टिकट काट्दै हुनु टिकट काटेर पनि गइसक्नु भयो अङ्कल भएपछि त हामीलाई त चिल हेर्नै हिमालमा जान नपाए पनि यहाँदेखि नजिकै छ देखिने जस्ट बनाउनु यो चाहिँ दामी छ पोखरामा धेरै राम्रो ठाउँहरू घुम्ने ठाउँहरू धेरै पाए हुन्छ भने थियो हो रहेछ है हो कि भन त हो हेर्नु त यहाँबाट आँखाले नभाउने गरेर उहाँ तल तल बगिरहेको छ सेती नदी हामी त जेलभित्र बस्छौँ अघि हामी गुप्तेश्वर मन्दिरमा गएको थियौँ अनि त्यहाँ तपाईँहरूलाई मैले देखाएको थिएँ नि झरना त्यो झरनामा बगेर गएको पानी चाहिँ यहीँदेखि हो अरे यहाँबाट केही नै देखिन्न यही पानी बगेर अघि हामी गएको ठाउँमा पुगेको रहेछ हामीले जति हेर्नुपर्ने हेरिसक्यौँ अनि त्यही भएर अब चाहिँ हामी फर्केको निस्केको हो आन्टी यहाँनिर ठक्क त्यहाँनिर पैसा अट्यो भने चाहिँ राम्रो अरे तल झऱ्यो यसलाई कति 10 को किनेर पनि 10 तिमी र मैले आधी गर्नुपर्छ 10 रुपियाँ देऊ न हजुरको घुमेर लगाउनु पर्ने एकचोटि मात्र एउटा चाहिँ झन्डा बस्यो है पछाडि ब्याकग्राउन्डमा देख्दै हुनुहुन्छ नि घर यो देखेपछि चाहिँ गाउँकै भाइ भाउनीको गाउँ घरमा यस्तो टाइपको घरहरू हुन्छ नि त होइन अहिले चाहिँ यो घर हेर्नको लागि पैसा दिई आउनुपर्छ कस्तो भइरहेको तपाईँलाई आज राम्रो रमाइलो छोरी आयो झन् रमाइलो भयो घुम्ने त्यही हो सबभन्दा हामीले चाहिँ यति खानेकुराहरू किनेर ल्याएको थियौँ अब चाहिँ यहाँ बसेर के गर्छ अब चाहिँ घाममा चाहिँ किन टल्केको म त यो यस्तरी घाममा टल्किने फोनलाई चाहिँ नटल्किने बनाउनु मिल्छ कि मिल्दैन मिल्छ भने भन्नु है मलाई लास्टै टल्कियो त लास्टै टल्कियो त अरू त त्यस्तै हो कि होइन यसमा चाहिँ फोटो खिचेर हाल्यो भने चाहिँ बिल्ला भन्दा पनि बिल्लै हुन्छ
आज त धेरै ठाउँ हिँड्यौँ पनि, धेरै ठाउँ घुम्यौँ पनि र फोटो भिडियोहरू पनि धेरै खिचिराखेको छु। आज चाहिँ धेरै ठाउँ घुम्यौँ र अब चाहिँ हामी फर्केको घर। बाटोमा हिँड्दाखेरि पनि खान मन लाग्यो क्या, बसेर त खाइयो खाइयो पैसा मेरो आज होइन 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 होइन। घर जाने भनेर अहिलेदेखि होइन, हामी घर जाने भनेर हिँडेको, तर त्यहाँनिर होटलमा एकछिन खाजासाजा खाँदा आजको भिडियो चाहिँ म यहीँ इन गर्ने विचार गरेँ। मेरो भिडियो यति जेलसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। डु नट फर्गेट लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला, सेयर पनि गरिदिनुहोस्। बाई।